इम्पोर्ट गर्ने गरेर चाहिँ हाम्रो गिटहबमा रिपोहरू हुन्छ यिनीहरूबाट चाहिँ इम्पोर्ट गर्न मिल्छ अनि जस्तै प्राइभेटहरू पब्लिक पनि हामीले इम्पोर्ट गर्न मिल्छ यो इम्पोर्ट गरेपछि चाहिँ हाम्रो कुन ब्रान्च चाहिँ हामी एनालाइज गर्ने हो त्यो ब्रान्च चाहिँ हामी सिलेक्ट गर्नुहुन्छ एकछिन होला नगर न कुन ब्रान्च चाहिँ एनालाइज गर्ने त्यो चाहिँ सिलेक्ट गर्नु मिल्छ अहिले चाहिँ हामीले जस्ट रिपो चाहिँ कसरी गिटहबबाट लिएर आउने अनि त्यसपछि जिपहरू अपलोड गर्ने त्यस्तो फङ्सनालिटीहरू चाहिँ एड गरेको छौँ स्टेज 2 चाहिँ हाम्रो वर्क स्पेस म्यानेज गर्नेतिर चाहिँ छ यो चाहिँ अहिले कोड रिभ्यूको काम भएको छैन तर यो काना सोर्सेसबाट लिने भनेर प्रोटोटाइप टाइपको त्यहाँसम्म भयो अब यो रिसर्च भन्दा पनि अब रिसर्च एन्ड एक्सपेरिमेन्टेसन पनि भइसकेको छ यो पार्टहरू ठिक छ त्यो कुराहरू यो कुरा यतिसम्म गर्ने भनेर ल्याएर यतिसम्म एकचोटि जिरा हेरौँ न त्यो हामीले चाहिँ रिसर्च कसरी जिरा देखाउँछ डन भइसक्यो अहिले आएको वान पुग्न यो वान डन अस्तिको हो लास्ट टाइमको कहाँबाट रिपोर्टमा जाँदाखेरि ब्याकलग ठिक छ त्यो ब्याकलगमा यो त आजबाट हो त्यो त ब्याकलग भयो अर्को स्पिन वान डन गरिसक्यो डनको यता त्यो 3 डटमा जानु यता त्यसकै तल लिस्टमा छ लिस्ट गरिसकेको यसमा सबै हजुर यो सबै स्टेज योसँग चाहिँ सबै रिसर्च थियो के युज गर्ने के कसरी गर्ने अब त्यो चाहिँ रिसर्च गरेर एउटा आर्किटेक्चर चाहिँ बनाउने प्र्याक्टिकल थिङ्सहरू सोध्नु हजुर तिमीहरूलाई टास्क असाइन कति आवर्सको लाग्यो हाम्रो टास्क चाहिँ 30 इच मेम्बरको लागि चाहिँ 30 आवर्स 40 आवर्स 10 आवर्स के भइरहेको 28 चाहिँ देखिएको भनेपछि अझ 12 घन्टा काम भयो 12 घन्टा 40 आवर्सको टास्क असाइन हुनुपर्ने होइन 40 आवर्स उता नसोध न मलाई भन 12 घन्टामा के भयो 12 घन्टा रिजन भन न त जस्तै 1 विकको स्पिड होइन इच डे 8 आवर्स भन्छ होइन 8 आवर्सको टास्क भनेपछि तिमीहरूको 5 डेजको 40 आवर्स हुन्छ होइन भनेपछि तिमीहरूले 28 आवर्सको टास्क चाहिँ असाइन गरे आफूले आफ्नो बाँकी 12 घन्टा चाहिँ कहाँ कहीँ त गयो होला भन्नु नि त ब्रेक भयो होइन सर यो मन्डे चाहिँ हामीले यो जिराको सिक्यो मन्डे हाम्रो टास्क नै भएन ट्युसडेको फर्स्ट हाफमा टास्क असाइन भयो सो ट्युसडेको सेकेन्ड हाफदेखि नै हामीले गर्न थाल्यौँ सो ट्युसडेको सेकेन्ड हाफ 4 आवर्स अनि बाँकी 3 दिनको 8 आवर्स मन्डेको भयो मन्डे यही बनाएको त्यो लग गर्नुपर्छ होला नि भन्नुपर्छ त्यो त्यस्तो कुराहरू पनि टास्क पाउनु पऱ्यो है अनि स्प्रिन्ट प्लानिङहरू गऱ्यो रेट्रो आज गरिरहेको छौँ होइन अहिले तिनीहरूको रेट्रो चलिरहेको त्यसको पनि टाइम लग्छ गर्नु पर्ला नि है त्यो 1 आवर तिमीहरूको ब्रेक चाहिँ होइन है त्यो भनेको त 9 आवर्स हो त्यो पर्दा 8 आवर्स मात्रै भन्दा छ 9 आवर्स
कन्सिडर गऱ्यो भने त्यो बोल्न राख्ने है। पर डे वर्क आवर त के अरे अफिस आवर त 9 आवर्स हो है, 1 आवर ब्रेक हुन्छ। सो अझ त्यसमा तिमीहरूको प्रोडक्टिभ आवर्स भनेर पनि हुन्छ, भनेको रियल्ली बसेर तिमीहरूले कोड गरेर या रिसर्च गरेर त्यो बाहेकको अरू काम पनि गर्छौ नि त होइन। गफसप हुन्छ होला होइन, खाना चिया खाना, अनि बिचबिचमा तिमीहरूको यसको मिड स्प्रिन्ट प्लान पनि गऱ्यो तिमीहरू? त्यो टर्मिनोलोजी भने चाहिँ के हो बुझिन्छ? मिड स्प्रिन्ट मिड स्प्रिन्ट प्लान भनेको तिमीहरूको खास अपडेटहरू हेर्ने, आर यु अन ट्र्याक अर नट, तिमीहरूको बिच कोअर्डिनेसन चलिरहेको छ ठिक छ है। मिड स्प्रिन्ट प्लान, अनि त्यसपछि ब्याकलग ग्रुमिङ गऱ्यो बिचमा। मिड स्प्रिन्ट प्लानसँगै ब्याकलग ग्रुमिङ पनि गरेको छ, त्यो चाहिँ के हो भने आइडियासम्म छ भन, छैन भने छैन भन्छ। ल ब्याकलग ग्रुमिङ भनेको अब जस्तो स्प्रिन्ट 2 आयो नि त होइन, स्प्रिन्ट 2 को टास्कहरूलाई चाहिँ म्यानेज गरेर हामीले ब्याकलग ग्रुमिङ भनेको त्यहाँ केही क्वेसन्सहरू छ भने चाहिँ अराइज गर्ने, अनि जो रेस्पेक्टेड मान्छेसँग चाहिँ आन्सर आउन सक्छ उसलाई चाहिँ सोध्ने, त्यसलाई पनि टाइम चाहिन्छ होला नि होइन। जस्तो तिमीहरूले केही क्वेसन अराइज गर्यो तुरुन्तै अब जस्तो भनौँ तिमीहरूको टेक्निकले आन्सर गर्यो भने चाहिँ इट्स सर्टेड आउट, तर त्यो प्रडक्ट उनीहरूसम्म पुग्नुपर्ने रहेछ अरे सम क्वेसन्स भनेपछि त्यो आउन टाइम लाग्छ होला नि त होइन। त्यही भएर 3-4 दिन बिचमा ग्याप राखेर चाहिँ हामीले त्यो गर्छौँ है। अनि स्प्रिन्ट प्लानमा चाहिँ हामीले त्यही टास्कहरूलाई पुल गरेर स्प्रिन्ट बनाएर अनि काम गर्छौँ है। स्प्रिन्ट प्लानमा चाहिँ हामी स्टेक होल्डरहरूसँग क्वेसन सोध्ने, त्यो चाहिँ ब्याकलग ग्रुमिङमै हो है। विच इज अब 2 विक्सको स्प्रिन्ट छ भने तिनीहरूको 1 विक अहेड नै हुन्छ, 1 विकको स्प्रिन्ट रहेछ भने चाहिँ आधामा हुनु पऱ्यो है, ताकि देयर इज सम टाइम लिमिट। ओके, यो कुराहरू अब यो स्प्रिन्टमा चाहिँ पालना गर्नु पऱ्यो है, यो कमिङ स्प्रिन्टमा। अरू तिमीहरूको कोअर्डिनेसन डकुमेन्टेसनहरू गरेको छौ? सबैले गरेको छ कन्फरेन्समा होइन, केमा गुगल ड्राइभमा गरेको केमा नोसनमा सेयर गरेको अहिले त्यो सेयर गरेको डकुमेन्ट्सको लिङ्क्सहरू पिडिएफमा राख्छ, त्यो राख्नु